हेलो एन्ड नमस्ते। यो चाहिँ मेरो गाउँ हो, गुल्मी जिल्ला, मुसिकोट नगरपालिका। आज म तपाईँहरूको सामु मेरो गाउँमा हुने सराय नाच, दसैँ विशेष सराय नाच लिएर आएकी छु है। हाम्रोमा चाहिँ दसैँमा चाहिँ एउटा विशेष खालको सराय नाच हुन्छ। यो चाहिँ सराय नाचको भिडियो है। यहाँ चाहिँ हाम्रो चाहिँ बाजाको तालमा यसरी नाच्ने गरिन्छ। यो चाहिँ हाम्रो टिकाको अर्को दिनमा हुने नाच हो। हाम्रो यसमा चाहिँ बिहानदेखि दिनभरि नै यस्तो नाच हुन्छ, जसमा चाहिँ यस्तो गोलो गरेर सबैजना नाचिरहेका हुन्छ होइन। यसमा चाहिँ आफ्नो आफ्नो स्टाइलमा केही न केही समातेर, कसैले रुमाल, कसैले खुकुरीहरू आफ्नो आफ्नो के छ त्यसले समातेर विभिन्न वेशभूषाहरू लगाएर त्यसरी आउनुभएको हुन्छ होइन। अनि यसमा कम्पिटिसन पनि हुन्छ। कम्पिटिसन गरेर अनि पुरस्कार पनि दिने, लास्टमा जो नाच्छ त्यसले चाहिँ राम्रो नाच्यो त्यसले चाहिँ पुरस्कार पाउने, फर्स्ट सेकेन्ड थर्ड त्यसरी पनि हुन्छ होइन। यसरी हामी चाहिँ बिचमा एकछिन नाचौँ, रमाइलो गरौँ भनेर बिचमा गएर नाच्न पनि मिल्यो होइन। अनि कम्पिटिसनै गरेर नाच्न पनि मिल्यो। यतिखेर चाहिँ हाम्रो टाढा टाढाको गाउँहरूबाट पनि दर्शकहरू यो सराय नाच हेर्न पनि आइरहनु भएको हुन्छ होइन। अनि यसमा चाहिँ हाम्रो गाउँको क्लबहरू, संस्थानहरूले मिलेर एउटा यो आयोजना नै गरेको हुन्छ कार्यक्रम जसरी। अनि त्यसपछि त्यसमा चाहिँ पुरस्कारहरू दिने, उहाँहरूले पनि पुरस्कारको व्यवस्था गर्नुभएको हुन्छ। गेमहरू खेलाउने, कुरकुरे खेलाउने त्यस्तो चलन पनि हुन्छ होइन। हेर्ने मान्छेहरू पनि डन्न बसिराख्नु भएको हुन्छ नि। यसरी हेरेर रमाइलो गरेर नाच्न मन लागि नाचेर दसैँ मनाइन्छ। यति नै छ। बाई बाई।